यहाँ सबै किसिमको जुत्ता छ। बाहिरभन्दा धेरै राम्रो छ जुत्ताहरू पनि अनि बाहिरभन्दा धेरै सस्तो प्राइसमा छ। अहिले यहाँ 20 देखि 50% सम्म डिस्काउन्ट छ। यो जुत्ता मेला चाहिँ माघको 19बाट सुरु भयो, फागुनको 28 गतेसम्म छ। सस्तो भयो भन्दैमा क्वालिटी फरक होइन। 1700-1800 पर्ने चप्पल यहाँ 1000मा अनि 1800 को 2 जोडीमा दिइरहेछ। पहिला नि लागिरहेको मेला चाहिँ पहिलाको कस्टमरहरू नि आउनुहुन्छ। एकदम टिकाउ छ चप्पलहरू, त्यही भएर लिइराख्नुहुन्छ। यो हाम्रो जुत्ता मेला भन्नु साथै आम उपभोक्तालाई नि धेरै फरक परेको छ। कसो भने सस्तो पाइन्छ, भेराइटी पाइन्छ, सबै क्वालिटीको जुत्ताहरू पाइन्छन्। यो मेला भनेको चाहिँ जाउलाखेलको यो फुटबल ग्राउन्डमा लागिरहेको छ। हामी एउटै छानामुनि 12वटा कम्पनीहरू छौँ अनि यहाँ हजुरहरूले सोचे जस्तै र रोजे जस्तै चप्पलहरू जुत्ताहरू छ अनि हजुरहरूकै प्राइजमा हजुरहरूकै रेटहरूमा सामान राखिदिएका छौँ। एकचोटि आउनु होला, सबै जुत्ताहरू हेर्नु होला। मेरो डिजे कलेक्सन लेडिज आइटमहरु। हजुर, मेरोमा चाहिँ लेडिजमा कस्तो सामानहरु पाउँछ? जस्तै मेरोमा स्पोर्ट्स सुजहरू छ, पार्टी अब स्कुलको बच्चाहरूको लागि, बुढोको, भर्खरैको, सबैको लागि भन्छ। हजुरलाई स्वागत छ। नमस्ते, म चाहिँ डिजे कलेक्सनबाट। त्यो चाहिँ हामी अहिले जुत्ता मेलामा छौँ। हजुर, यसको बारेमा अलिकति बताइदिनुहोस् न। यो जुत्ता मेला चाहिँ 19 गतेबाट सुरु भएको, माघको 19बाट सुरु भयो, फागुनको 28 गतेसम्म छ। अब यो जुत्ता यस्तो जुत्ताहरू बाहिर पनि पाउँछ हैन? यहाँ हजुर, जुत्ताहरू छ। यहाँ कस्तो किसिमको जुत्ताहरू पाउँछ? यहाँ सबै किसिमको जुत्ता छ। अब राम्रो, बाहिरभन्दा धेरै राम्रो छ जुत्ताहरू पनि अनि बाहिरभन्दा धेरै सस्तो प्राइसमा छ। अहिले यहाँ 20 देखि 50% सम्म डिस्काउन्ट छ। हजुर, अनि क्वालिटी बाहिरभन्दा एकदम राम्रो छ। अनि बाहिर मार्केटमा बेचिरहेको 1700-1800 पर्ने चप्पल यहाँ 1000मा अनि 1800 को 2 जोडीमा दिइरहेछौँ। मार्केटमा 1200 पर्ने चप्पल यहाँ चाहिँ 1000 को 2 जोडीमा दिइरहेछौँ। अब सस्तो भयो भन्दैमा क्वालिटी फरक होइन, एकदम क्वालिटी चाहिँ एकदम राम्रो। यो मेलाको लागि विशेष छुट। यो मेलामा, यो जुत्ता मेलामा चाहिँ आम उपभोक्ताहरू किन आउने? त्यही हो, सस्तो पाउँछ, राम्रो पाउँछ, क्वालिटी छ। पहिला नि लागिरहेको मेला चाहिँ पहिलाको कस्टमरहरू नि आउनुहुन्छ। एकदम टिकाउ छ चप्पलहरू, त्यही भएर लिइराख्नुहुन्छ। ग्राहकहरू किन आउने चाहिँ खास? मतलब ग्राहकहरू कस्तो किसिमको ग्राहकहरू आइरहेछन्? यहाँ चाहिँ उहाँहरूले के भनिराख्नु भएको छ तपाईहरुलाई? अब पसलमा आफूले सोचे जस्तो, खोजे जस्तो पाउँदैन। अब यहाँ सबै लेडिज जेन्ट्सहरू सबै छ। अब आफूलाई जुन चप्पल चाहियो आफूले रोजी छानी लैजान पाइयो। 12वटा ब्रान्डहरू छ। हजुर, सबै नेपाली उत्पादन। एकदम राम्रो छ अनि बाहिरभन्दा सस्तो पनि छ, टिकाउ पनि छ भन्नुहुन्छ। लगभग 2 हप्ता जति बाँकी छ। हजुर, अनि व्यापार चाहिँ भइरहेको छ। हजुर, राम्रै छ। तपाईहरुलाई चाहिँ कुनै किसिमका कम्प्लेनहरु आएको छ कि छैन? यहाँ अहिलेसम्म त्यस्तो कम्प्लेनहरु चाहिँ आएको छैन। सबैबाट ग्राहकबाट राम्रै छ। कतिको आइरहेछन् ग्राहक? अहिले ठिकै छ। त्यस्तो पहिला जस्तो अब व्यापार पहिला जस्तो नि छैन। अहिले हाम्रो लागि चाहिँ ठिकै छ। हजुर, अब के भन्न चाहनुहुन्छ त तपाईहरुलाई? यो स्वदेशी जुत्ताहरू जति पनि लिइराख्नु भएको छ, उहाँहरूले चाहिँ के भन्न चाहनुहुन्छ? हामी एउटै छानामुनि 12वटा कम्पनीहरू छौँ अनि यहाँ हजुरहरूले सोचे जस्तै र रोजे जस्तै चप्पलहरू जुत्ताहरू छ अनि हजुरहरूकै प्राइजमा हजुरहरूकै रेटहरूमा सामान राखिदिएका छौँ। एकचोटि आउनु होला, सबै जुत्ताहरू हेर्नु होला। मेरो डिजे कलेक्सन। लेडिज आइटमहरु। हजुर, मेरोमा चाहिँ लेडिजमा कस्तो सामानहरु पाउँछ? जस्तै मेरोमा स्पोर्ट्स सुजहरू छ, पार्टी अब स्कुलको बच्चाहरूको लागि, बुढोको, भर्खरैको, सबैको लागि भन्छ। यो हाम्रो जुत्ता मेला भन्नु साथै आम उपभोक्तालाई नि धेरै फरक परेको छ। कसो भने सस्तो पाइन्छ, भेराइटी पाइन्छ, सबै क्वालिटीको जुत्ताहरू पाइन्छन् भन्ने पनि भएको छ। त्यसले गर्दाखेरि एउटा छाप नै बसिसकेको छ। र यो मेला सम्बन्धी, यो मेला भनेको चाहिँ जाउलाखेलको यो फुटबल ग्राउन्डमा लागिरहेको छ। यो जुत्ता मेलामा किन आउने? यो एउटा अघि मैले भने एउटा सबै भेराइटी पाउँछन्। हाम्रो कस्तो भने डाइरेक्ट उत्पादन चाहिँ उपभोक्तालाई यहाँ ल्याएको छौँ र बीचको मार्जिनहरू नगइकन त्यो बीचको मार्जिन पनि उपभोक्ताले पाउनै हुँदाखेरि यो उत्पादकले ल्याएको मेलामा उहाँहरूको एकदमै भिडभाड हुन्छ
र उहाँको एकदमै इन्ट्रेस्ट पनि हुन्छ यो भेराइटी पनि हुन्छ भन्ने छ। कस्तो भेराइटीहरू तपाईँहरूले नेपाली उत्पादन बनाइराख्नु भएको छ? कतिको सहजीकरण छ? तपाईँहरूले ग्राहक कतिको आइरहेको छ? यो यस्तो छ, यो भेराइटीमा यो विदेशी जुत्ता चप्पलसम्म चाहिँ हामी नेपाली उत्पादकले उत्पादन गरेको जुत्ताहरू चाहिँ कम्पिटिसन गरिसकेको छ र यसले गर्दाखेरि 60% नेपाली उत्पादन नै लाउने ग्राहकहरू बढिसकेको छन्। जाउला हेलको सदर चिडियाखाना अगाडिको फुटबल ग्राउन्डमा एकचोटि आए अवश्य मौकाको फाइदा उठाउनु हुन म हजुरहरू सम्पूर्ण उपभोक्ता नेपाली जुत्ता चप्पललाई माया गर्नुहुने आम उपभोक्ताहरूलाई म एकचोटि आएर भिजिट गरी मन परेको जुत्ता चप्पलहरू लिएर जानुहोला। जाउला हेलको सदर चिडियाखाना अगाडिको फुटबल ग्राउन्डमा नेपालको उत्कृष्ट कम्पनीहरूको सहकार्यमा एउटै छानामुनि हामी अवस्थित छौँ। हामीले हरेक दिन नयाँ नयाँ उत्पादनहरू उत्पादन गरिरहेका हुन्छौँ। हाम्रो आफ्नै फ्याक्ट्रीको उत्पादन भएको कारणले गर्दा एक त हाम्रो फ्याक्ट्रीको लागत कस्टमै उपभोक्ताहरूले पाउनुहुनेछ। यसमा बिचमा जुन खाने मार्जिन चाहिँ त्यो मार्जिन चाहिँ तपाईँहरूले सिधै तपाईँहरूले नै छुट पाउनुहुनेछ। हरेक दिन नयाँ नयाँ डिजाइनका जुत्ता चप्पलहरू लिएर यसमा चाहिँ हाम्रो फ्याक्ट्रीकै मूल्यमा हाम्रो आफ्नै उत्पादन भएको हिसाबले फ्याक्ट्रीकै मूल्यमा जुत्ता चप्पलहरू उपलब्ध गराएका छौँ। नमस्कार, म दिवाकर गिरी। हामी यो अहिले जाउला हेलको सदर चिडियाखाना अगाडिको फुटबल ग्राउन्डमा नेपालको उत्कृष्ट कम्पनीहरूको सहकार्यमा एउटै छानामुनि हामी अवस्थित छौँ। यहाँ चाहिँ विभिन्न किसिमका भेराइटीहरू लिएर बच्चादेखि ज्येष्ठ नागरिकसम्मको लागि हुने जुत्ता चप्पलहरू लिएर हामी आएका छौँ। हरेक दिन नयाँ नयाँ डिजाइनका जुत्ता चप्पलहरू लिएर र यसमा चाहिँ हाम्रो फ्याक्ट्रीकै मूल्यमा हाम्रो आफ्नै उत्पादन भएको हिसाबले फ्याक्ट्रीकै मूल्यमा जुत्ता चप्पलहरू उपलब्ध गराएका छौँ। अब समय छोटो भएको कारणले गर्दाखेरि तपाईँहरू यो जाउला हेलको सदर चिडियाखाना अगाडिको फुटबल ग्राउन्डमा एकचोटि आए अवश्य मौकाको फाइदा उठाउनु हुन म हजुरहरू सम्पूर्ण उपभोक्ता नेपाली जुत्ता चप्पललाई माया गर्नुहुने आम उपभोक्ताहरूलाई म एकचोटि आएर भिजिट गरी मन परेको जुत्ता चप्पलहरू लिएर जानुहोला भन्न चाहन्छु। यही जुत्ता मेलामा चाहिँ किन आउने सरकार? यही जुत्ता मेलामा आउनुको मेन कारण भनेको चाहिँ हामीले हरेक दिन नयाँ नयाँ उत्पादनहरू उत्पादन गरिरहेका हुन्छौँ। हाम्रो आफ्नै फ्याक्ट्रीको उत्पादन भएको कारणले गर्दा एक त हाम्रो फ्याक्ट्रीको लागत कस्टमै उपभोक्ताहरूले पाउनुहुनेछ। यसमा बिचमा जुन खाने मार्जिन चाहिँ त्यो मार्जिन चाहिँ तपाईँहरूले सिधै तपाईँहरूले नै छुट पाउनुहुनेछ एउटा कुरा। र दोस्रो कुरा चाहिँ हामीले उत्पादन गरेका जुत्ता चप्पलहरू चाहिँ कतिको कम्फर्टेबल छन्, कतिको टिकाउ छन् भनेर त्यो अन्तर्क्रिया डाइरेक्ट अन्तर्क्रिया हुने भएको कारणले गर्दाखेरि पनि हामी यो मेला महोत्सव गर्न ठाउँ ठाउँमा मेला महोत्सव गर्दै आइरहेका छौँ। बाहिरभन्दा यहाँ सस्तो पाउँछ यो त एकदम यसमा क्वालिटी पनि हुन्छ र यसमा बाहिरको भन्दा 100% सस्तो पनि भयो र क्वालिटी पनि भयो। र मेलाबाटै जुत्ता चप्पल खरिद गर्नुहुने सम्पूर्ण उपभोक्ताहरूलाई म के भन्न चाहन्छु भने यदि यहाँबाट किन्नु भएको जुत्ता चप्पलहरूमा चाहिँ कुनै पनि जुत्ता चप्पलमा उकिएको केसमा कुनै प्रब्लम आयो भने चाहिँ हामी तपाईँहरूको फ्याक्ट्रीमै लगेर फेरि त्यसलाई पुनः मर्मत गरेर कसरी हुन्छ तपाईँहरूलाई सन्तुष्ट पार्ने काम चाहिँ हामीबाट हुन्छ। कति प्रतिशतसम्म डिस्काउन्ट दिनुभएको छ? यसमा हामीले मिनिमम 15% देखि म्याक्सिमम 50% छुटको व्यवस्था गरेका छौँ र नयाँ नयाँ डिजाइनहरू लिएर फ्याक्ट्रीकै मूल्यमा फ्याक्ट्रीको लागत मूल्यमै हामीले जुत्ता चप्पलहरू उपलब्ध गराएका छौँ। कतिको बिक्री भइरहेको छ तपाईँको लगभग 1 महिना हुन थालेको छ? यसमा हाम्रो अब यसमा के छ भने हरेक वर्ष हामीले जाउला हेलको यो सदर चिडियाखाना अगाडिको ग्राउन्डमा मेला महोत्सव गर्दै आइरहेका थियौँ र यसमा चाहिँ ललितपुरवासी ललितपुर आसपासमा बस्नुहुने सम्पूर्ण नेपाली उत्पादनलाई माया गरिदिनु हुने भएकोले एकदमै पहिलेको भन्दा झन् यसपालि योचोटि झन् धेरै उपभोक्ताहरू आएर जुत्ता चप्पलहरू खरिद गर्नुभएको छ। हामीलाई एकदमै खुसी लागेको छ। नेपाली उत्पादन मन पराइदिनु भएकोमा एकदमै हामी खुसी छौँ यसमा। ओके, भनेपछि अब तपाईँ हामी ग्राहक एकदमै खुसी छन् यहाँ आएर यहाँ जुत्ता लगेर? एकदमै खुसी हुनुहुन्छ। फेरि एकचोटि खरिद गरेर जानुभएको उपभोक्ता फेरि उहाँहरू आएर
एकचोटि आफूलाई मात्रै लिएर जानुहुने उपभोक्ताले पुरै परिवारलाई नै फेरि खरिद गरेर पनि लिएर जानुभएको अवस्था छ। अब हामी चाहिँ तपाईँ चाहिँ यो जति पनि यहाँ ललितपुरवासी, भक्तपुरवासी, काठमाडौँवासीलाई के भन्न चाहनुहुन्छ? अब जुत्ता मेला लागेको छ, 2 हप्ता मात्र बाँकी छ। अब मेलाको समय लगभग जाउला खेलमा मेलाको समय लगभग सकिँदै गर्दाको अवस्थामा आम ललितपुरवासी, यो भक्तपुर, काठमाडौँ सम्पूर्णबाट आउनुहुने सम्पूर्ण उपभोक्ताहरूलाई म के भन्न चाहन्छु भने समय थोरै छ। जुत्ता चप्पलहरूको डिजाइनहरू, भेराइटीहरू धेरै छन्। हामीले अब मेला गर्ने समय थोरै भएको हिसाबले तपाईँहरू छिटो आएर मौकाको फाइदा लिन सक्नुहुनेछ। तपाईँहरू एकचोटि अवश्य आइदिनु हुन म अनुरोध गर्दछु। नआउनु हुने उपभोक्ताहरूलाई एकचोटि आएर भिजिट गरी लिएर जानुहोला। आउनु भएकोलाई पनि फेरि एकचोटि आएर तपाईँहरूले मन परेको जुत्ता फेरि पनि आइरहेछ कि अहिले फेरि नयाँ नयाँ जुत्ताहरू, त्यसको लागि पनि एकचोटि आएर फेरि एकचोटि लिएर जान सक्नुहुनेछ भन्न चाहन्छु। हस् त, नमस्कार।